मेरो गाउँ त विकटमा पर्छ नि गोबर फाल्न मूल बोक्न पर्छ नि मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ उकाली र ओराली गरिराख्नु पर्छ बन्द त यही भएछ यार हे हेलो गाइज म चाहिँ साइन बज्दै छ अगाडि गयो अगाडि मान्छे बुझिरहेको ओए माकुरी चौ भात के बोक्यो त्यो मासु केलाई गुर्ला हो ठिक छ होइन त्यहाँ गाईको गोबर सोनालाई होइन छिटो छिटो सर त्यहाँ घाँस काट्ने खुट्टामा लाग्छ क्या त्यो हाँसी त्यसो नगर हात काट्छ बाबा गोरु त खतरै खतर दुइटै सिङ भाँचिन्छ त दिपेन्द्र ओए कान्छा गोरुको त दुइटै सिङ भाँचिएको छ त है ए लडेर भाँच्यो हो र खोइ अर्को के गर्यो यसले पुछा ठाडो गर्यो मा फेरि लात्तले हाल्ला नेपालका महँगा फल यो पनि बाछा हो यसलाई दाउनी भनेको हो मायाकुरी हान्यो भने कुन सानो उत्तानो बनाइदियो भने खै त बोका कहाँ छ त हाम्रो ओहो ल ठिक छ हाम्रो बाख्राको खोर पनि खत्रै छ केरा देखाउने हो कि ओए केरा लगाऊ लगाऊ माकुरी त किन रफ बोल्छस् भनेको त लास्टमा त साँच्चीकै केराइ पो रहेछ नि त यहाँ म त त्यसले चाहिँ होइन त्यो पाइट जाऊँ न मेरो गाउँ त विकटमा पर्छ नि गोबर फाल्न मूल बोक्न पर्छ नि मायालुको सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ उकाली र ओराली गरिराख्नु पर्छ जुगाले टोकेर सतायो सतायो को मान्छे हो त्यहाँ घाँस काट्यो यार आइया त्यहाँ दुईजना जोडी घाँस काटिरहेको छ त्यहाँ हेरेको छ अझ लुक्यो क्या यो चाहिँ मेरो गाउँ स्वर्गभन्दा प्यारो छ मेरो गाउँ जुगाले टोकेर भएन यार एउटा फेरि त्यो छङसँग भिरमा पुरै र म चाहिँ अहिले यो डाँडामा आएको छु र यो चाहिँ गाउँदेखि निकै नै पर र यो चाहिँ घाँस काट्ने ठाउँ हो होइन र यहाँ चाहिँ घाँस काट्ने र अरू बेला चाहिँ गाई बाख्राहरू चाहिँ चराउने ठाउँ हो यो चाहिँ हाम्रो त्यहाँ भाइ
रोनाल्डोले चाहिँ घाँस काटिरहेको छ। तपाईँहरूले भन्थ्यो नि रोनाल्डोले फुटबल मात्र होइन कि यहाँ घाँस पनि काट्छ कि खतरा होइन। र हाम्रो अर्को कान्छा भाइ ऊ त्यहाँ छ, त्यहाँ चाहिँ काटिरहेको छ। र यो ठाउँमा बस्दै गर्दा चाहिँ यहाँ चाहिँ पहिला मेरो मम्मीहरू चाहिँ घाँस दाउरा गर्ने ठाउँ हो यो। तर मेरो मम्मी यहाँ त हुनुहुन्न अहिले होइन। त्यही भएर चाहिँ मलाई चाहिँ अलिकति यो ठाउँमा चाहिँ धेरैभन्दा धेरै मम्मीकै नै याद आउँछ होइन। र जुगाले चाहिँ खतरा टोक्ने हो है। अनि त्यही हो मेरो मम्मीले होइन घाँस दाउरा गर्ने ठाउँ। मैले खासै नगरे पनि होइन, मैले घाँस नकाटे पनि दाउरा नकाटे पनि, तर मलाई यो ठाउँ चाहिँ धेरैभन्दा धेरै मिस हुन्छ होइन। मेरो मम्मीले बाख्रा गाई के चराउँदाखेरि चाहिँ यहाँ बसेर चाहिँ चराउनुहुन्थ्यो है। अनि र अरू कसैले पनि भन्नुहुन्थ्यो, दाइहरू सबैले भन्नुहुन्थ्यो। र त्यस ठिक छ, आज आएको छु, रम लागिरहेछ। तर जोखिम पनि छ, निकै नै भिड छ होइन। यहाँबाट हेर्नुहोस् यो ल मायाकुरी अलिक बल्लै बाँध्नु पर्छ त्यसो भए ल दुईवटा। ओके, हामी चाहिँ अब घाँस सास काट्यो होइन। अब हाम्रो डनहरू त्यो गोठमा पुर्याउनु पर्छ, त्यहाँ चाहिँ पुर्याउनु पर्छ हामीले होइन। जिम्मेवारी छ। होइन सक्दैन, तिमी बोका त त्यो हाल तिमीले, म बोक्छु के यो मायाकुरी खान्छ अब त तकल। तिम्रो भाइ त के हो, तिम्रो राम्रो भएन है त्यो लुतिला जस्तो भएको छ। गइसक्यो अब तान छिटो, मान्छेलाई कम त गाह्रो हुन्छ, खोल्नु पर्यो, उठाउनु पर्यो। पाए पाए यता हेर न यता ल ल्याइन ल। अब एकछिन कान्छाको नि ल ढकाल्नुपर्छ, भत्किन्न होला बोका बोका ल। ओके ल फाइनली गाइज हामी चाहिँ घाँस काटेर बोकेर जानु जाँदै सक्छ र तिमीले। घाँस त टन्नै भयो त यार। ओके ल हामी चाहिँ अब घरतिर लाग्छौँ है। अब घाँस सास काटियो र जुगाले पनि निकै खाइयो, खाएर पनि यस्तो सुकेछ। र हाम्रो भिडियो कस्तो लाग्यो तपाईँहरूलाई, जस्तो लाग्यो त्यस्तै तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त। ओके बाई।